Hello guys, welcome to my another vlog. So आज चाहिँ हामी थुक्पा बनाउँदैछौँ. हाम्रो प्रेपहरू चाहिँ अलमोस्ट रेडी भइसकेको छ. हामीले चाहिँ नुडलको लागि चाहिँ यो नुडल युज गर्न आँटिरहेको छौँ. के यो होकेन स्टाइल नुडल्स हैन. त्यसपछि सम चनास, भेजिज एन्ड हाम्रो अर्को प्रोटिन रहेको छ ल्याम्ब. दिस इज द फर्स्ट टाइम हामी ल्याम्बको थुक्पा बनाएर खान आँटेको गाइज. आई होप इट्स गोना बी भेरी नाइस. अनि हाम्रो मिस्टर सेफले पनि मिठै बनाउनुहुन्छ भन्ने मलाई लागिरहेछ. यो नुडल उमाल्नु पर्दैन. फर्स्ट यो सबै हालेर पानी हालेर उम्लेपछि चाहिँ यो नुडल हाल्ने. इन्स्टेन्ट नुडल गाइज. उमाल्नै नपर्ने रहेछ होइन. यो अलरेडी रेडी भएर आउनु रहेछ गाइज. यसरी होइन कस्तो मोटो मोटो रहेछ हौ यो पनि. कस्तो हेर्दै खङखङ लाग्ने जस्तो हौ. हेर्दा मात्र होइन पुरै स्मेल पनि यस्तो मिठा आएको छ नि. दामी दामी. गुड जब अजय. हाम्रो थुक्पा चाहिँ लगभग रेडी भइसकेको छ. ओ लुक्स यमी गाइज. मुखभरि पानी आयो गाइज. लजिले पोर्सनिङ गर्दैछ गाइज. वाउ यस्तो चिसो चिसो मौसममा यो तातो तातो थुक्पा त बब्बालै हुनेवाला छ गाइज. बब्बालै हुनेवाला छ. दामी दामी दामी. ल कस्तो बब्बाल देखेको यार. धराने स्टाइल थुक्पा हो कि. धराने स्टाइल थुक्पा रे गाइज. धराने स्टाइल थुक्पा. अब कागती सागती त छैन गाइज होइन. खोइ बोतलमा छैन. कागतीको झोल मात्र छ नि त. झोलमा खाने भने कस्तो दामी देखेको यार. ल है अब चाहिँ हामी थुक्पा खान थालेको गाइज. यस्तो चिसो चिसो मौसममा तातो थुक्पा खाँदा मजा आइरहेछ. बब्बाल गाइज बब्बाल. दामी गाइज दामी. मजा आयो सुप खाँदा. यस्तो दामी बनाएछ यार कालु तिमीले. अब चपस्टिक चाहिँ यस्तै हो. अब तातो ग्यास थुक्पा नि खाइयो. अब भाँडा माझ्ने पाला आउँदैछ. अनि एज आई टोल्ड यु उहाँले खाना बनाएपछि अब भाँडा माझ्ने पाला मेरो हो. सो आइ एम वासिङ डिसेस गाइज. आइ एम वासिङ डिसेस. भाँडा पनि माझेर सक्यो गाइज. किचन इज चकाचक गाइज. ल थुक्पा सुक्पा खाएर अब चाहिँ हामी मस्त घाम तापिरहेको छौँ. अघि त पानी पर्ला जस्तो भइरहेको थियो. अब त फेरि घाम लाग्यो गाइज. यसरी मस्त बसिरहेछौँ हामीहरू घाम तापेर. सो आजलाई यति नै गाइज. सी यु इन नेक्स्ट भिडियो. थ्याङ्क यू फर वाचिङ.